नमस्कार साथीहरू, तपाईहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। प्योर एनर्जी लिमिटेडले स्थानीय बासिन्दा अर्थात् बाँके जिल्लाका बासिन्दा र वैदेशिक रोजगारहरूका लागि आइपिओ निष्कासन गरेको थियो। गत शुक्रबार यस कम्पनीले सेयर बाँडफाँड गरेको छ। आज यस भिडियोमा वैदेशिक रोजगारमा रहेका र स्थानीय बासिन्दाहरूले आइपिओ रिजल्ट कसरी हेर्न सकिन्छ भनेर बताउनेछु। यस कम्पनीको आइपिओ रिजल्ट वैदेशिक रोजगारमा भएकाहरूलाई मेरो सेयरको रिजल्ट हेर्ने पोर्टल ipioresult.cdsc.com.np मा गएर हेर्न सक्नुहुन्छ र त्यसमा दिएको छ। तर स्थानीय बासिन्दाहरूको निम्ति यस पोर्टलमा रिजल्ट हेर्ने अप्सन दिएको छैन। त्यसो भए कसरी रिजल्ट हेर्न सकिन्छ? आउनुहोस् यो भिडियोलाई सुरु गरौँ। यदि भिडियोमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथीहरू, तपाईहरू गुगल क्रोममा जानुहोस् र यहाँ नोबेल इन्भेस्टमेन्ट ब्याङ्क लिमिटेड टाइप गर्नुहोस् र पहिलो लिङ्कमा क्लिक गर्नुहोस्, काट्नुहोस् र यहाँ चेक लिस्टमा जानुहोस्। साथीहरू, चेक लिस्टमा जानुहोस्, यहाँ लोकल आइपिओ सेयरमा क्लिक गर्नुहोस्। क्लिक गरिसक्नु भएपछि तपाईलाई यस्तो इन्टरफेस देखिन्छ र यसमा तपाईको कम्पनीको नाम राख्नुहोस्। यहाँ एप्लिकेन्ट आइडी अर्थात् बिओआइडी वा डिम्याट नम्बर राख्नुहोस् र त्यसपछि यहाँ तपाईको नाम राखेर यहाँ सर्च गर्नुभयो भने अनि तपाईलाई परेको नपरेको रिजल्ट हेर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। मेरो च्यानललाई लाइक, सेयर र यस्तै अन्य सेयर मार्केटका भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोस्। हस्त, धन्यवाद। जय नेपाल।